वेलकम टु सृष्टिज डायरी। आज चाहिँ फेरि हामी घुम्न जाँदैछौँ। बिचमा हामी 1 महिना जस्तो कतै गएनौँ हैन। अब चाहिँ हामी बाबुको एक्जामहरू सुरु हुनुभन्दा अगाडि यो एउटा डेस्टिनेसन चाहिँ पुगौँ भनेर हो। आज हाम्रो प्लान चाहिँ बसन्तपुरसम्म पुग्ने हो। तर बाटो कस्तो हुन्छ त्यसमा डिपेन्ड हुन्छ हैन। त त्योभन्दा पहिला हाम्रो बाबुको स्कुलमा चाहिँ आज हेल्थ क्याम्प छ, फ्री हेल्थ क्याम्प छ अरे भनेर फोन आएको थियो, आइदिनु होला भनेर। सो हामी फर्स्टमा त्यहाँ जान्छौँ अनि त्यताबाट आएपछि हामी बसन्तपुरतिर लाग्छौँ। बाटो यदि राम्रो भएछ भने चाहिँ हामी बसन्तपुरमा बसेर त्यहाँबाट तिनजुरेमा लाली गुराँसहरू फुलेको छ कि हेर्न जान्छौँ। सो लेट्स गो। ल म चाहिँ रेडी भए निस्किन। अब पहिला हामी बाबुको स्कुल जान्छौँ। यसो हेर न हामी घरबाट निस्क्यौँ। हेरौँ हाम्रो डेस्टिनेसन आज कहाँ गएर टुङ्गिन्छ। भेटारमा नजाने। धरान कटेर अब पहाडको बाटोमा हिँड्न थाले। यता चाहिँ यस्तो घाम चर्केको छैन। हामीलाई आज इटरीमा एकदम गर्मी भइरहेको थियो, यहाँ चाहिँ शीतलै होला जस्तो छ है। One quiz question. Which place is the king of Thuppa? Mama, it's Hara. लाली गुराँस फुलेछ। हामीले खाजा खायौँ। हाम्रो गाडी चाहिँ अझै पनि चार्जको लागि लाइनमै बसिरहेको छ हैन। अलिकति ढिला हुने भयो चार्जले गर्दाखेरि, अदरवाइज अलि अगाडि पुगिसकिन्थ्यो होला। म चाहिँ अब खाजा खाने ठाउँमा चाहिँ तोङ्बाहरू चाहिँ पाइँदो रहेछ, चिया चाहिँ पाइँदैन रहेछ। चिया खोज्छु अब। छोड्दो न यहाँ एकछिन खेल अघि खाएको, अघि भर्खरै खाएको। चार्जिङ कुर्दा 5:30 बजिसक्यो हैन। अलमोस्ट 2 आवर्स हामीले त्यहाँ भेडेटारमा कुर्नु पर्यो चार्ज गर्नलाई। अब चाहिँ हामी आज बसन्तपुर नपुगिने भयो किनभने राति ड्राइभ गर्न एकदमै गाह्रो हुन्छ। सो हामी धनकुटामा गएर बस्छौँ आज। त्यसपछि भोलि घुम्न गइन्छ कि त्यतातिर। धनकुटामा पनि बजारमा हामी कहिले पनि बसेको छैन, इलेमा चाहिँ बसेको छ। सो धनकुटा बजार घुम्ने भयो। उसले पनि तान्दैछ, फोन तान्दैछ यहाँ।
धनकुटा चाहिँ आइपुग्यो होइन, राति नै भयो हेर्नुहोस् त आइपुग्दाखेरि। अनि हामीलाई चाहिँ बस्नलाई कहाँ पुगिन्छ भनेर थाहा नभएको भएर होटल रिजर्भेसन पनि गरेको थिएन। यहाँनिर धनकुटामा सब अब अलिकति फ्यामिली फ्रेन्डली होटल हेर्दाखेरि चाहिँ यही देखायो। यहाँनिर सोध्नलाई जानुभएको छ रुम्सहरू छ कि छैन भनेर। हामी युजली रिजर्भेसन गरेर हिँड्ने मान्छे, आज चाहिँ अब कहाँ गएर बस्नुपर्छ नै थाहा नभएर यत्तिकै आइयो। मोस्ट प्रोबेबली हामी आज यहाँ धनकुटा बजार नजिकै एउटा होटल रहेछ त्यहाँ बस्छौँ। अनि उहाँ साइमन र दृश्य चाहिँ सोध्न जानुभएको छ अनि हामी चाहिँ यहाँ गाडीमा वेट गरिरहेको। बाहिर कस्तो पानी परिरहेको छ। होपफुल्ली भोलि बिहान चाहिँ हामी धनकुटा बजार घुम्न पाउँछौँ। अहिले चाहिँ पानी परेको भएर अब खासै बाहिर निस्किँदैनौँ होला। अब यही होटलमै डिनर खाएर रेस्ट गरेर आज हामीले अनि गुड नाइट भन्छौँ। भनिदेऊ, हाँसिदेऊ, दाँत देखाइदेऊ। हामी चाहिँ होटलमा चेक इन गऱ्यौँ। यस्तो रहेछ। म हाम्रो भ्यू देखाउँछु। बिहान कस्तो देखिन्छ थाहा छैन, राति चाहिँ बत्तीहरू देखिरहेको छ। वेट, केही देख। रातिको भ्यू चाहिँ यस्तो छ त। My second time is to move to ye. And the last time when I ate momo, it was buns. I hope this is much better. Dinner time. Acting. Dinner time. Good morning. हामी चाहिँ अघि उठेर अब ब्रेकफास्टलाई जानलाई रेडी छौँ। मैले हाम्रो भ्यू त देखाइसकेँ होइन। अब हामी ब्रेकफास्ट खान जान्छौँ अनि यहाँबाट ऱ्याप गरेर निस्किने। अनि हामी कहाँसम्म पुग्छौँ आज त्यो आज पनि ठेगान छैन। बुढो चाहिँ पुरै ब्रेकफास्ट खानामा एकदम बिजी हुनुहुन्छ यहाँ। अनि तिम्रो आलु सिद्धियो यहाँ छ त, यो खाऊ न पहिला। त्यसरी पो खाएको, टोकेर खाऊ। अब चाहिँ हामी धनकुटाको होटलबाट निस्किएर अब हाम्रो जर्नी कन्टिन्यू गर्छौँ। लेट्स गो दृश्य। के रहेछ सानी? Papa is driving. गाडी चार्ज हुँदैछ। अब 10 मिनट्समा चाहिँ हामी निस्कन्छौँ। यो इभीहरूमा चाहिँ चार्ज गर्दाखेरि धेरै टाइम वेस्ट हुँदो रहेछ। यसरी घुम्न जाँदाखेरि होइन, पेट्रोलवाला गाडीहरूमा चाहिँ जता पनि पेट्रोल स्टेसन हुन्छ एकैछिनमा हुन्छ। इभी चाहिँ यसरी हिँड्दाखेरि धेरै फास्ट चार्ज भनेको पनि खासै धेरै फास्ट लागेन धेरै ठाउँमा। सो टाइम चाहिँ एकदम 1.5 आवर चाहिँ जाँदो रहेछ है। क्युमा बस्नु पऱ्यो भने त झन् धेरै, हिजो हाम्रो यति धेरै वेस्ट भएको थियो टाइम। एनिवेज हामी अब यहाँ गाडीलाई 90 सम्म चार्ज गरेर अनि निस्किन्छौँ। त्यसले देखिने हो र बाबा?
चाहिँ बसन्तपुर आइपुग्यौँ एकदमै क्युट खालको पुरानो घरहरू भएको सानो टाउन पनि भन्नु मिल्दैन बेबी सिट बेल्ट ए मैले हो त भोक लाग्यो अनि हामी अब यहाँ थुक्पा खान्छौँ चिसो मौसममा तातो थुक्पा अनि हामी एकछिनमा लाली गुराँस दिन्छौँ लाली गुराँस त छैन रहेछ अहिले त खासै फुलिसकेको रहेछ मैले एउटा देखिरहेको छु कसले भन्छ त्यही त a cake inside a cup. वाइल्डमा भएको चाहिँ हो कि यसरी रोपेको यत्रो मान्छेले यो टिपेको भयो छोरो अहिलेसम्म यति रहन्थ्यो यहाँ बसन्तपुरमा चाहिँ चोलुङ पार्क भन्ने रहेछ अनि हामी त्यहाँ म्युजियम जस्तो रहेछ त्यहाँ गएर आउने हात उठाइदिएको ब्याक होम 7 बजेतिर चाहिँ इटरी आइपुग्यो अब हामी डिनर खाएर सुत्छौँ अनि यो ट्रिप चाहिँ एकदम रमाइलो भयो हामी बसन्तपुरसम्म पुग्यौँ ताप्लेजुङसम्म अनि हुन चाहिँ हिजो त्यहाँ पुगेको भए चाहिँ अझै हामीले 3 जुरेसम्म पनि पुग्न सक्थ्यौँ होला तर हिजो पानी परेको अनि चार्जिङमा एकदम टाइम गएको भएर हामीले त्यहाँसम्म पुग्न सकेनौँ तर पनि त्यहाँ गयो त्यहाँ चाहिँ गुराँसहरू फुल्न थालिसकेको रहेछ धेरै ठाउँमा देखियो र एकदम ढकमक्क भएर चाहिँ फुलिसकेको थिएन अनि आजको वेदर पनि एकदमै फगी भएको भएर हामीले त्यति धेरै सिनहरू पनि देखेनौँ तर ओभरअल इट वाज अ नाइस विकेन्ड ल अनि हामीले चाहिँ दृश्यको एकदम रिक्वेस्टमा लाली गुराँस लिएर आएको म देखाउँछु अनि यो भ्लग चाहिँ त्यही लाली गुराँसको उमा एन्ड गर्छु बाई बाई